नमस्ते। आज हामी नेपालको शेयर बजारमा काम गर्ने एउटा निकै नै शक्तिशाली मोमेन्टम ट्रेडिङ रणनीतिको बारेमा कुरा गर्दैछौँ। ल एउटा यस्तो प्रश्नबाट सुरु गरौँ जुन सायद नेपालका धेरै लगानीकर्ताहरूको मनमा खेलिरहेको हुन्छ। हाम्रो बजारमा खास गरी छोटो अवधिमा निरन्तर नाफा कसरी कमाउन सकिन्छ त? अब हेर्नुहोस्, वास्तविकता के हो भने हाम्रो बजारको जुन प्रकृति छ त्यसले गर्दा कुनै शेयर किनेर लामो समयसम्म होल्ड गरेर एकदमै ठूलो नाफा कमाउने अवसर सधैँ जुर्दैन। यो अलि चुनौतीपूर्ण हुन सक्छ। त्यसैले कहिलेकाहीँ बजारको गतिसँगै चल्ने एउटा फरक दृष्टिकोण अपनाउनु बुद्धिमानी हुन्छ। हो, यहीँनिर आउँछ मोमेन्टम ट्रेडिङको कुरा, जसलाई हामी बजारको शक्ति पछ्याउने रणनीति पनि भन्न सक्छौं। यसको सिद्धान्त एकदमै सरल छ। भविष्यमा के होला भनेर अनुमान लगाउनुको सट्टा बजारमा जुन स्टकमा अहिले नै तागत देखिएको छ, जुन माथि गइरहेको छ, त्यसैलाई पछ्याउने। अब यो तागत वा शक्तिलाई नाप्नका लागि हामी रिलेटिभ स्ट्रेन्थ इन्डेक्स अर्थात् आरएसआई जस्ता सूचकहरूको प्रयोग गर्छौं, जसले मूल्यको गति कस्तो छ भनेर देखाउँछ। अब यसमा सबैभन्दा रमाइलो कुरा के छ भने यो रणनीतिले ठूला संस्थागत लगानीकर्ताहरू, जसलाई बिग मनी भनिन्छ, उनीहरूले के गरिरहेका छन् भनेर पछ्याएरै काम गर्छ। जब ठूला संस्थाहरूले कुनै स्टकमा ठूलो लगानी गर्छन्, त्यसले बजारमा एउटा शक्तिशाली मोमेन्टम अर्थात् गति सिर्जना गर्छ। हामीले त्यही गतिलाई पहिचान गरेर त्यसको फाइदा उठाउने हो। यसका लागि हाम्रो मानसिकतामा पनि एउटा सानो परिवर्तन ल्याउनुपर्छ। सामान्यतया हामी के गर्छौं, थोरै नाफा देख्ने बित्तिकै शेयर बेचिहाल्छौं। तर मोमेन्टमको सिद्धान्तले भन्छ, होइन, जबसम्म स्टक बलियो छ, ट्रेन्डमा टिकिरहने र नाफालाई बढ्न दिने। त्यसो भए मुख्य प्रश्न आउँछ, यसलाई लागू कसरी गर्ने त? हो, यसको लागि एउटा एकदमै सरल 3 चरणको प्रक्रिया छ, जसलाई आरएसआई हाइवे स्ट्र्याटेजी भनिन्छ। यसलाई एउटा रोड ट्रिपको योजना बनाए जस्तो सोच्नुहोस् न। सबैभन्दा पहिले हामी कुन हाइवेमा जाने हो त्यो हेर्छौं, त्यसपछि हाम्रो गाडी कस्तो अवस्थामा छ त्यो जाँच्छौं र अन्तमा यात्रा सुरु गर्न सही समय कुन हो त्यो पत्ता लगाउँछौं। ल, पहिलो चरण हो हाइवे। यसका लागि हामीले मन्थली चार्ट हेर्नुपर्छ। यसले हामीलाई स्टक लामो समयदेखि एउटा बलियो र स्पष्ट बाटोमा हिँडिरहेको छ कि छैन भनेर देखाउँछ। र यहाँ पहिलो र सबैभन्दा महत्त्वपूर्ण नियम आउँछ। त्यो स्टकको मन्थली आरएसआई 60 भन्दा माथि हुनै पर्छ। आरएसआई 60 भन्दा माथि हुनुको अर्थ हो त्यो स्टकमा बलियो खरिदको चाप छ र त्यो बुलिश मोमेन्टममा छ। ठिक छ, हाइवे त राम्रो भेटियो। अब दोस्रो चरणमा हाम्रो गाडी अर्थात् स्टकको अलि छोटो अवधिको अवस्था कस्तो छ भनेर विकली चार्टमा हेर्छौं। र यहाँ पनि नियम उही हो। मन्थली चार्टमा जस्तै विकली चार्टमा पनि आरएसआई 60 भन्दा माथि नै हुनुपर्छ। यसले स्टकको बललाई थप पुष्टि गर्छ। अब हेर्नुहोस्, हाम्रो हाइवे पनि क्लियर छ, गाडी पनि एकदम राम्रो कन्डिसनमा छ। अब आउँछ तेस्रो र अन्तिम चरण, डेली चार्ट हेरेर गाडीमा चढ्ने अर्थात् ट्रेडमा प्रवेश गर्ने, सही समय पत्ता लगाउने। याद राख्नुपर्ने कुरा के हो भने प्रवेश गर्ने सबैभन्दा राम्रो समय भनेको मूल्य वात्तै बढिरहेको बेला होइन, बरु जब मूल्यमा थोरै करेक्सन आउँछ वा केही समयका लागि सुस्ताउँछ त्यो बेला हो। मानौ लामो यात्रामा गाडीले तेल हाल्न वा चिया खानलाई एकछिन ब्रेक लिएको जस्तै। ल, हामी ट्रेडमा त प्रवेश गर्यौं। अब प्रश्न आउँछ, कहिलेसम्म होल्ड गर्ने र कहिले बाहिर निस्कने? यसका पनि केही स्पष्ट नियमहरू छन्। जबसम्म मन्थली आरएसआई 60 भन्दा माथि रहन्छ, हामी हाम्रो मुख्य लगानी घटाउँदैनौं। छोटो अवधिको नाफा लिनका लागि डेली आरएसआई हेर्न सकिन्छ। तर यदि मन्थली आरएसआई नै 60 भन्दा तल झर्छ भने त्यो हाम्रो लागि यात्रा समाप्त भएको संकेत हो र हामी पूरै पोजिसनबाट बाहिर निस्कन्छौं। यी नियमहरूले भावनामा आएर निर्णय लिनबाट जोगाउँछ। त्यसो भए यी सबै कुरालाई एकै ठाउँमा समेटेर हेर्दा यो शक्तिशाली रणनीतिको मुख्य सार के हो त? एकदमै सरल भाषामा भन्नुपर्दा पहिला एउटा राम्रो सडक अर्थात् मन्थली आरएसआई 60 भन्दा माथि भएको स्टक खोज्ने। त्यसपछि राम्रो अवस्थामा भएको गाडी अर्थात् विकली आरएसआई पनि 60 भन्दा माथि भएको छान्ने र गाडी आफ्नो गन्तव्यमा पुग्नु अघि छोटो ब्रेक लिँदा अर्थात् डेली चार्टमा करेक्सन आउँदा मात्रै गाडीमा चढ्ने। र अन्तमा एउटा प्रश्न सोच्छौं, यी नियमहरूका आधारमा अहिले हाम्रो बजारमा कुन कुन स्टकहरू यो हाइवेमा गुडिरहेका होलान् त?